कति बजे 6 बजे हैन 5 बजे हेलो 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 के छ खबर के फेरि न्यू ब्लगर इन टाउन आयो क्या यसो बनाइदिउँ न भनेर हैन बेला बेला नयाँ ब्लगर बनाएर आछ क्या एकछिन है म पहिला यो सिट बेल्ट लगाउँछु ओहो सिट बेल्ट लगाउनु पर्यो नि नियमको पालना गर्नु पर्यो ओके सो मैले भर्खर एकजना साथीलाई पनि भेटेँ बाटो भेटेँ बाटो अब हामी चाहिँ अर्को साथीकोमा जानु लाग्यो म उतै गएर भन्छु तपाईँहरूलाई के गर्दैछौँ भनेर है त हस् ल लेट्स गो जाँदै गरौँ हामी बाटो गफ गर्दै गरौँला हामी चाहिँ ठ्याक्क आइपुग्यो अब यहाँको भ्यू हेरौँ है अँधेरो भइसक्यो अस्ति हामी ओ माई गुडनेस कतिखेर पुगेको भन न लिटरली अहिले त झन् यति छिटो अँधेरो हुन्छ नि त होइन कस्तो भयो त भोलि 7:30 बजे अब हामी त घरै नभेटेर अँधेरो जङ्गलमा बल्ल भेट्यो यो पार्किङ चाहिँ मलाई साह्रै लाग्छ क्या यहाँ पे गऱ्यो भने चाहिँ पार्किङ चाहिँ कहाँ गर्ने हो थाहा छैन पार्किङ चाहिँ लास्टै सानो छ ठुलोसा माने हुन्छ जस्तो छ भनिरहेको थियो के ठुलोसा गऱ्यो भने त्यो पुरा यहाँ त पाउनु त गाडी नै गर्दैन त्यो दिनमा त पुरै भर्ने ऊ त्यहाँमा राखेर आउनु त्यो मान्छेको घर बुक गरेर दिनु परेन त्यो प्राइभेट प्रपर्टीमा त कन्जस्टेड एकदम कन्जस्टेड भयो यो पार्किङ के भन्छ डाँडाबाट गुटेला जस्तो छ अलिकति ठुलो बनाइदिनु पर्यो काउन्सिलले भन्ने के डाँडा काटेर बनाउँछ है गाडी भरजनालाई कहाँ राख्ने होला यो गाडी त्यसरीका कोही यता फर्किया कोही उता फर्किया गाडी पनि अब कहाँ राखौँ न ए आमा पार्किङलाई ठाउँै छैन यस्तो छ पार्किङ नपाएर हामीलाई यहाँ गाह्रो भइसक्यो अब के गर्ने होला त अब यहाँमा चढ्यो भने त्यो गाडी कसरी ढाल्छ तलतिर यो खास टु वे पार्किङ गर्न मिल्छ कि मिल्दैन फाइनली गाडी पनि पार्किङ भयो बल्ल तल्ल अब हामी लाग्छौँ घरतिर हेलो शिला के छ खबर अब आजको डान्स प्र्याक्टिसको गुरुजी नमस्ते Thank you so much for coming. माई We're gonna प्लेजर rock the party, okay? यस ल अब सबैजनासँग पनि भेटौँ है त न्यू ब्लगर हाम्रो ब्राइड टु बी Disturb नगरेर त्यहाँ गफ गर्दैन हैन देखाउने पायो भने त एक्चुअल त खाटमुनि पनि छ होला पाए यो नेपालबाट आएको भाँडाहरू चाह्यो भने सम्पर्क गर्नु होला फोन नम्बर तल डिस्क्रिप्सनमा म हालिदिन्छु दस केजीको ए 10 लिटर सरी केजी भन्न आज चाहेमा सम्पर्क गर्नु होला नम्बर म तल हालिदिन्छु पनि छ अनि कराईमा के पाक्दैछ भनिदिनु होला चिकन पाक्दैछ चिकन स्पेसल स्पेसल पाक्दैछ पनि आइरहेको छ मिठो होला जस्तो छ बिना चाहिँ स्पेसल मासु चल के खासेन बिहानदेखि होइन खान्छ भ्यारे एकजना चाहिँ के खाम भएको भोकले रन फनेको मान्छे छैन रन्तनामा बनाना खाएँ अङ्गुर खाएँ अघि स्विटी कति आउँछ रे 6 बजे अघिदेखि त्यही कुरा भयो त स्विटी कति बजे आउँछ अब एकछिनमा हामी डान्स प्र्याक्टिसको लागि सङहरू हेर्छौँ अनि फेरि डान्स प्र्याक्टिस सुरु गर्छौँ म तपाईँहरूलाई अपडेट गर्दै गर्छु
यो त यसरी आउँछ होला नि घुम्टो बोकेर यसमा रितमा हैन चाउडेसमा नाच्ने भने हैन ब्राइटले पनि त गर्नु पर्यो नि त यसमा त ब्राइडको सँगसँगै होला नि यो त हाम्रो डान्स गर्ने हो कि ब्राइडसँग होला नि सिंगल नाच्ने हो अनि दुईजना एउटा चाहिँ उसँग नाच्ने अर्को आधा हालेर नि ल है त मजाले हल्लाउँदै कम्बर कमरमा हालेर नि ढिलाउने मान्छे ढिलो आउँछ कडा आउँछ हाई फाई गरिदियो हाई फाई गरिदियो आई के भयो आउँदाखेरि दौडिँदै आएको हेडाङ्गे ठोकाएर एक्साइटेड खाम न खानियो म पनि ल धेरै बधाई छ तिमीलाई तिमीले के पाउँदैन म चाहिँ ह्यान्ड मुडमा छु के दिदी कुन हो देखा यस्तो के यस्तो ल भन्नु मलाई देखा ए ल देखा है पहली बार ओइ यो पनि गर्नु पर्यो खास हामीले त जिस्काएर देखा है पहली बार साजन के आँखों गरे सुझे देखा है ए हाम्रो चिया पनि रेडी भयो सो चियर्स एभ्रीवन आयो चिया पिउँदै डान्स प्र्याक्टिस गर्दै आजको हाम्रो डिनर मासु भात दाल ल हामी त सुरु गऱ्यौँ है सुरु गरौँ कस्तो भइरहेछ खाना हो खुर्सानीसँग माया 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 सुहानी माया उसलाई बाहिर जानु बाई ल गएँ ल ल बिस्तारै जाऊ है ल